तल टेकेर हरिमा लगेर मिलाउनुहोस् यो हरि कीर्तन पनि जप्दै जानुहोस् यो कलिकालमा सबैभन्दा ठुलो पापको हुन्छ ठुलो सबैभन्दा ठुलो नारायण हरि कीर्तन अवस्थामा हरिको नाम जोगिरहनु होला हरि हरि भन्दा भन्दै प्राण त्याग गर्न सक्यो भने यो सम्पूर्ण जोसुकै प्राणीले पनि स्वर्ग प्राप्त गर्छ तर मान्छेको के हुनु पर्यो भने अन्तिम वाणी भनिएको छ शुभ हरि हरि भन्दा भन्दै उसको वाक्य रोकेर यो प्राण जान्छ तर यो मान्छेको प्राण जाने बेलामा कति कष्ट हुन्छ भन्ने कुरो गौडी प्राणले बताएको छ यो प्राण आउने जाने गरिरहन्छ केही मिनेट जो यो हाम्रो मृतक आत्माबाट कहिले बाहिर निस्किने कहिले फेरि आत्मामा पस्ने अब छोडेर जान गाह्रो हुन्छ त्यो आत्मालाई पनि हृदयबाट आत्मा बाहिर निस्किन्छ अनि उसको मर्लान्त शरीर हुन्छ त्यो आत्मा घुमिरहेको हुन्छ सायद फेरि त्यही मृत्यु शरीरमा प्रश्न खोज्छ अरे आत्माले जो मर्छ त्यो प्राणबाट आत्मा बाहिर निस्किन्छ अनि वरिपरि घुमिरहेको हुन्छ फेरि त्यही प्राण त्यही जाउँ कि जस्तो भएर अनि यहाँ भनिन्छ मुख छौल्यायो मर्यो गयो भन्छ त्यो फेरि आएर पस्न भनेर त्यो त कति दिन घुम्छ अरे भने 13 दिन जब 11 दिनको काम नभएसम्म त्यो मृतकको आत्मा त्यही घर वरिपरि घुमिरहेको हुन्छ अनि त्यो जब उसको क्रिया काष्ठ हुन्छ त्यसको प्रभावले गरेर उसको आत्मा अलिकति सुध्रिँदै 11 दिन भइसकेपछि अनि त्यो आत्मा आफ्नो बाटो लाग्छ यो शरीरको उचित सिक्यो मैले अर्को शरीर खोल्नुपर्छ भने अनि खोल्न थाल्छ त्यो चाहिँ कस्तो खोज्छ भने अब के कर्म गरिएको छ राम्रो कर्म गरेको छ भने राम्रै शरीरमा गएर त्यो आत्मा प्रवेश गर्छ कर्म गरेको छ भने त्यो शरीरमा गएर आत्माको प्रवेश हुन्छ हे महाराज परीक्षित सबै कुरा छोडेर यो मनमा लगेर हरिमा लगेर चित्त लगाऊ अनि मरे पनि राम राम बाँचे पनि राम राम नारायण हरि हरि रामलाई नबिर्सौ हामी सबै रामलाई नबिर्सौ स्थगित गरौँ घुमिरह्यो भने हामी फेरि भनौँला अर्को गुरु कसले यो भन्यो यसरी परीक्षितले बताउनु भयो महाराज परीक्षित संसारको सागर तर्ने भनेको त हरिको नामै हो हरे राम जपेर पार तर्ने हो जिन्दगीको भर छैन कहिले मर्ने हो
यसरी हरे नाम जपेर फार्ताली तर जप्नी कहिले जिन्दगीको के भएर छोरा भन्दै